तिमीले क्लास 12 पछि जुन डिसिजन यो मन्थ लिन्छौ यसले डिसाइड गर्छ अब 10 वर्षमा तिमी के गर्दै हुनेछौ, कस्तो लाइफस्टाइल बनाउनेछौ, कतिको स्टेबल हुनेछौ। तिम्रो क्लास 12 भइसक्यो, अब सिरियसली तिमीलाई कति धेरै कुरामा इन्ट्रेस्ट लाग्दैछ होला, फाइनान्स, डिजाइन, एन्टरप्रेन्योरशिप, बिजनेस, कन्टेन्ट क्रिएसन, कति कुराहरू। प्रब्लम यो होइन, प्रब्लम तब आउँछ जब तिमी डिसाइड गर्न सक्दैनौ अब लाइफमा के गर्ने। जुन काम तिमीलाई सजिलो लाग्छ त्यो इन्ट्रेस्टिङ हुँदै जान्छ, जुन काम तिमीलाई टफ लाग्छ त्यो बोरिङ लाग्दै जान्छ। तिम्रो इन्ट्रेस्ट एउटा फिलिङ्स हो जसले गर्दा तिमीले आउने 10 वर्षमा आफ्नो फ्युचरलाई डिसाइड गर्न सक्दैनौ। क्वेसन यो हुनु हुँदैन कि मलाई केमा इन्ट्रेस्ट छ, क्वेसन यो हुनुपर्छ कि अब आउने 10 देखि 15 वर्षमा के को डिमान्ड बढ्नेवाला छ। कुन फिल्डमा एउटा एभरेज मान्छेले पनि एक्सेसिभ प्रोग्रेस गर्न सक्छ, कुन स्किल हो जुन तिमी 2-3 वर्षमा सिरियसली बिल्ड गर्न सक्छौ। इफ यु लुक एट द पिपल अराउन्ड यु जसले लाइफमा एकदम राम्रो गरिरहेको छ, यु विल डेफिनेटली नोटिस वान कमन थिङ एन्ड द्याट इज एक्स्ट्रा स्किल। एन्ड दिस इज द एक्ज्याक्ट थिङ यु हेभ टु टेक सिरियस अबाउट। डिग्री इज नट म्यान्डेटोरी, तर तिमीलाई यो मोडर्न एजमा सर्भाइभ हुनु छ भने तिमीसँग एक्स्ट्रा स्किल हुनैपर्छ। एआई, फाइनान्स, नेगोसिएसन स्किल, कन्टेन्ट क्रिएसन, कम्प्रिहेन्सिभ स्किल, देयर आर मेनी मोर। इट विल गिभ यु अ बुस्ट टु यर करियर बिल्डिङ। जस्ट इमेजिन तिमीसँग एउटा हातमा डिग्री छ, अर्को हातमा स्किल छ, दुईटै हातमा लड्डु भाइ, तिमीले संसार हल्लाउन सक्छौ। डिग्रीको भरमा त नबस भाइ, अब आउने दिनमा तिमीलाई पैसाको खाँचो पर्छ। यहाँ डिग्रीले मात्र ग्यारेन्टी दिँदैन, डक्टर बेरोजगार छ, इन्जिनियर बेरोजगार छ, मास्टर गरेको बेरोजगार छ, पिएचडी होल्डर समेत बेरोजगार छ। जति इफिसियन्सीका साथ तिमी डिग्रीको पछि भाग्दैछौ, डबल इफिसियन्सीका साथ तिमी स्किलको पछि भाग। भाइ सम्झेर सम्झाउँदैछु, म चाहदिनँ तिमी बिल्डर भएको हेर्न। यदि तिमीलाई भिडियो हेल्पफुल लाग्यो भने एकाउन्टलाई फलो गर र आफ्नो साथीलाई यो भिडियो सेयर गर।